सम्पूर्णमा नमस्कार। म पुनः उपस्थित भइसकेको छु। अघिल्लो भिडियोमा अनन्त गुफाबारे जानकारी दिएको थिएँ भने अब त्यहाँका पुजारी बुवासँग गरिएको छोटो कुराकानीको अंश। बुवा नमस्ते। नमस्ते बाबु, नमस्ते। म यहाँ चाहिँ पहिलोचोटि आएको यो गुफामा। यो यसको विशेषताहरू के छ अनि हजुरले यहाँ चाहिँ के गर्दै हुनुहुन्छ यसको बारेमा छोटो जानकारी दिनु न बुवा। यो गुफा अनन्त गुफाको नाममा चाहिँ यहाँ लेखिएको छ, रहेको छ। अनन्त भनेको धेरै गुफा छन्, भनेको कमसेकम यो 2-4 होइन कि 150 गुफा हुन्। अनन्त गुफा, हजुर, अनन्त गुफाको नाममा चाहिँ यो रहेको छ। हजुर, शान्तिनगर डी गाउँमा, हजुर, यो माथि शिवरमा रामरामेश्वर मन्दिर छन्। हजुर, अनि यहाँ ठुलो गुप्तेश्वर महादेवसँग शिवलिङ्ग आफै निस्केको, सबै पूजा गर्न जान्छन् सोमबार। हजुर, त्यहाँबाट 108 बर्ड पिपल लगाइएको छ। 108 बर्ड पिपल छ यहाँ। हजुर, 108 बर्ड पिपल छ। हजुर, अनि त्यहाँबाट यहाँ सिद्धि विनायक गणेश मन्दिर। हजुर, हजुर, सिद्धि विनायक गणेश मन्दिर चाहिँ नि राम्रोसित चाहिँ नि राखिएको छ ढुङ्गामाथि। त्यस्तै ढुङ्गामाथि शिलामाथि छन्। ढुङ्गामाथि छन् र यसको चाहिँ संरक्षण चाहिँ पहिला म 12 वर्ष बसेर यो बचाएर यो बर्ड पिपल बचाएर गएको मान्छे हो म। फेरि अहिले चाहिँ 1 वर्ष हुन लाग्यो, फेरि अहिले आएर यहाँ यसको प्रतिष्ठा गर्नु छ, प्रतिष्ठा गर्ने हो। अनन्त गुफा। अनि यहाँ गुप्तेश्वर महादेवले जे भने पनि पुर्याउँछन्, त्यस्तो महादेव छन् यहाँ भित्र। अनन्त आफै निस्केको, शिवलिङ्ग आफै निस्केको, मान्छेले बनाएको होइन। त्यहाँ गेट लगाएर चाहिँ त्यहाँ होइन, त्यहाँ भित्र गुफा भित्र होइन बुवा? भित्र, हजुर, भित्र यो काँची आशै गएर पर गएर झर्नुपर्छ। बत्ती पनि बालिदिएको छ, बत्ती बाल्यौ भने हामीले बालिदिन्छौँ। बत्ती बाल्ने जग्गा पनि बनाएको छ। हजुर, र टाढाबाट पनि मान्छे यहाँ चाहिँ 108 वर्ष पूजा गर्ने, गुप्तेश्वर महादेव पूजा गर्ने, गणेश पनि सिद्धि विनायक गणेश पनि एकदम राम्रो मूर्ति चाहिँ एकदम राम्रो मूर्ति ल्याएर जाने राखेको छ नि, एकदम परिकारले बनाएर चाहिँ यिनको चाहिँ यिनले चाहिँ अब यिनको समाजस्थान चाहिँ अब मैले गर्छु र यिनको 108 बर्ड पिपलको पूजा गर्नलाई चाहिँ नि सबैले पुरै बर्ड पिपलमा पानी चढाउँछन्। हजुर, 108 वटामै चढाउनु पुरै आएर चाहिँ पानी चढाएर जान्छन्। एउटी बेलामा सफा हुन्छ त्यहाँ। बाटो बनाउनु छ अब पर्छ, यस्तै सिडी लाउनु छ, यताउताले चिन्नु छ पुरै। अब हुँदैछ, यसको विकास अझ हुँदैछ। यो धेरै ठुलो चाहिँ पुण्य भूमि हो बाबु। यो पोखर अनन्त गुफा भनेको अनन्त गुफा गर्न नै सकिन्न। हजुर, हजुर, त्यहाँ त विभिन्न कलात्मक पुरै पहराहरूमा कलात्मक आफै आफ भएको त्यो कति राम्रो रहेछ। आफै आफ भएको बनावटी छैन, केही छैन। आफै आफ चाहिँ कहीँ रातो कहीँ सेतो, कहीँ त्यस्तो। अनि यहाँ बाघ पनि आएर कराउँछन्, बाघ पनि आएर बस्छन्। हजुर, बाघ आएर आज राति बेलुकी पठाएर बेलुकी जाने बाघ आएर कराएर हामीलाई चाहिँ नि यहाँ तल झर्दैनन्। यसलाई चाहिँ आवाज आउँछ, अनि जान्छन्, त्यहाँ जान्छन्। फेरि 2-4 दिन आउँछन्, 2-4 दिन आउँछन्। बाघको चाहिँ नि बस्नु चाहिँ नि रहने पनि छ। त्यति चाहिँ डर अहिलेसम्म सानो चाहिँ त्यो भएको ठुलो होइन। त्यसले केही गर्छ। तर यो यस्तो राम्रो पवित्र स्थल रहेछ बुवा। तर म पनि पहिलोचोटि आएँ अनि अधिकांश मान्छेलाई यो गुफाको बारेमा जानकारी रहन्छ कि जस्तो लाग्यो, किनकि यो प्रचार नहुनाले पनि हो। मुख्य कुरो प्रचार यहाँ चाहिँ राम्रोसित भएको छैन। हजुर, अब चाहिँ प्रचार गर्नु भनेर म यहाँ आएको छु। हजुर, यसको चाहिँ अब भिडियो सिडियोमा एफएममा यो चाहिँ रेडियो दिने हो। हजुर, हजुर, दिने हो यसलाई। अब यो प्रचार गर्ने हो। हजुर, चाहिँ त्यसै राख्ने होइन। अब म पहिला 12 वर्ष बसेँ, अहिले 1 वर्ष हुन लाग्यो। अब यो 25 साल गरेर जाने। अब 88 वर्षमा 88। हजुर, हजुर, 88 वर्षको भयो। हजुर, हजुर, मलाई काम गर्न मन लाग्छ। हजुर, काम गर्न मन लाग्छ। यसको बनाएर भनेर यहाँ बसिरहेको छु। हजुरको नाम चाहिँ के होला बुवा? बलराम शरण। बलराम शरण। हजुर, पहिला मेरो पहिलाको पुरानो नाम चिनाको चाहिँ बमबहादुर थापा छेत्री हो। हजुर, हजुर, बमबहादुर थापा छेत्री। हजुर, पछि चाहिँ गुरुले राखेको बलराम शरण। ल बुवा, धेरै धेरै धन्यवाद। अझै यो ठाउँको अझै राम्रो होस्, उत्तर प्रगतिको कामना। बनाउनलाई चाहिँ यसको चाहिँ बनाउनलाई राम्रो बनाउनलाई चाहिँ म यहाँ आएर बसेको छु। चाहिँ अब हेरौँ चाहिँ सबै समितिहरूले नगरपालिकाले चाहिँ फेरि यहाँ जोड दिएको छ। हजुर, हस् बस, यसको राम्रो छ, राम्रो बनाउनको लागि चाहिँ यहाँ हुँदैछ। हस्, यो जानकारीको लागि धेरै धेरै धन्यवाद बुवा।